धर्मेले बनाए खतरनाक योजना र सानी आमाले बचाइन् गौरीको बच्चा हो सक्यो। आजको यस भिडियो यसैमा आधारित छ। यहाँ धर्मेले गौरीलाई औषधि खुवाउने भनेर वैद्यमा गएर बच्चा जुवाउने औषधि लिएर आएका हुन्छन् र गौरीलाई औषधि मायाले फकाएर खुवाउने योजना बनाइरहेका हुन्छन्। त्यतिखेर नै सानी आमा आएर मेरो घरको मानव त्यो गौरीलाई खुवाउने भनेर एकदमै रिसाएर त्यो सबै औषधि गाईलाई आगो दिने भनेर खन्याइदिन्छन्। यो दृश्यले दर्शकको मनमा केही राहत महसुस हुन्छ। सबैलाई स्वागत छ आजको यस भिडियोमा। आज हामी जुठे भाग 246 को रिभ्यू एपिसोड लिएर आएका छौँ। हामी यहाँ छलफल गर्नेछौँ। आजको यस समीक्षा एपिसोडमा तपाईँहरूलाई हार्दिक स्वागत छ। भिडियो सुरु गर्नुभन्दा अगाडि हाम्रो च्यानललाई लाइक सब्सक्राइब गर्न नभुल्नुहोला। हस् त भिडियो सुरु गरौँ। धर्मे र गौरीको विवाह दान। धर्मेले गौरीलाई बिहे गरेर घर भित्र्याउने पक्का गर्छ, तर उसको सानी आमाले जातको कुरा निकाल्दै यसको कडा विरोध गर्नुहुन्छ। धर्मेले जातभात मान्छेले बनाएको हो भन्दै सानी आमासँग प्रतिवाद गर्छ। जिम्मलबाको चासो। गाउँमा यो विषयले ठुलो रूप लिएपछि जिम्मलबा साब र श्रीधर चिन्तित हुन्छन्। जिम्मलबाले धर्मलाई सम्झाउन खोज्छन्, तर धर्मले उनीहरूको कुरा नमानी म गौरीलाई भित्र्याउँछु भनेर स्पष्ट जवाब दिन्छ। यसले जिम्मलबालाई झन् रिस उठाउँछ। धर्मको डरलाग्दो योजना। सामाजिक दबाव र सानी आमाको गालीले गर्दा धर्मे अत्तालिन्छन्। उसले एउटा वैद्यकहाँ गएर गर्भतुवाउने औषधि जडीबुटी लिएर आउँछ। उसले माया गरेको नाटक गर्दै गौरीलाई त्यो औषधि खुवाएर बच्चा फाल्ने योजना बनाउँछ। अन्तिम दृश्य। धर्मेले औषधि मिसाएको पुवा खानेकुरा बनाएर गौरीलाई खुवाउनै लाग्दा सानी आमा आइपुग्नुहुन्छ। उहाँले हाम्रो घरको मानु लगेर त्यसलाई खुवाउने भन्दै रिसले त्यो पुवा भएको भाँडो खोसेर फालिदिनुहुन्छ। यसरी नजानिकन सानी आमाले गौरीको गर्भ जोगाइदिनुहुन्छ। यो भाग निकै भावुक र तनावपूर्ण छ। एकातिर जातभातको पुरातन सोच देखाइएको छ भने अर्कोतिर दबावमा परेर मान्छेले आफ्नै सन्तान विरुद्ध कस्तो कदम चाल्न सक्छ भन्ने धर्मेको पात्रबाट देखाइएको छ। सानी आमाले औषधि फालिदिएको दृश्यले दर्शकलाई केही